हातैले फिटेर दुधको तरबाट दहीको छालीबाट चाहिँ घिउ बनाउन सकिन्छ। मैले चाहिँ धेरैचोटि यो भिडियोहरू राखिसकेको छु। हजुरहरूले कति भन्नुहुन्छ क्या कमेन्टमा, मेरो त हुँदैन त सिस्टर, फिट्दा फिट्दै पातलो भयो मै जस्तो भनेर कतिचोटि भन्नुहुन्छ क्या हजुरहरूले कमेन्टमा। मैले कतिचोटि राखिसकेँ, 4-5वटा भिडियो राखिसकेको छु। मेरो आइडीमा पनि गएर हजुरहरूले हेर्न सक्नुहुन्छ। म चाहिँ यसरी नै बनाइरहेको छु क्या। मलाई चाहिँ ढुक्कै 1 लिटर दुधले पुरै घिउ पनि खान पुग्छ क्या। मजासँगले अलिकति मिहिनेत त गर्नै पर्छ होइन। फर्स्टमा चाहिँ दुधलाई मजासँगले 5-6 मिनट एकदम लो हिटमा राखेर तताउनु होला। तताइसकेपछि चाहिँ अनि त्यसलाई चाहिँ डिप फ्रिजमा राख्दा पनि हुन्छ, होइन भने 5-7 मिनट तताएको दुध चाहिँ खानालाई पनि मिठो हुन्छ। अनि त्यसको तर पनि बाक्लो लाग्छ क्या। अनि त्यही तरहरू जम्मा गर्दै गर्दै राख्ने। हजुरले दही जमाउनु भयो भने पनि दहीको माथिको छाली काटेर राख्नु होला। मैले चाहिँ दुध दही दुइटैकै राख्छु क्या। धेरैचोटि मैले भिडियोहरू चाहिँ हालिसकेँ, तर हजुरहरूले चाहिँ मेरो त हुँदैन त सिस्टर, फिर्ता फिर्दै पातलो भयो पानी जस्तो मै जस्तो भन्नुहुन्छ क्या। अनि यसरी बनाउँदाखेरि हेर्नु न यत्तिकै भइसक्यो क्या। फर्स्टमा चाहिँ पानी एड नगर्नु होला, म चाहिँ भन्छु 3 मिनटमै बन्छ क्या यसरी बनायो भने चाहिँ। अनि चाहिँ मैले पानी एड गरेँ 1 गिलास जति। अनि त्यसपछि यसरी हेर्नु न घिउ निस्किसक्यो। हजुरहरू जसरी सुकै बनाउनुहोस्, तर घिउ चाहिँ निस्किन पर्यो क्या। मैले चाहिँ यसरी नै बनाउँछु। योभन्दा अगाडि दिन पनि म यसरी नै बनाउँदै आएको छु। मेरो बाबुले चाहिँ ढुक्कै घिउ खान पुग्छ क्या। मेरो बाबु फेरि घिउ बिना भातै खाँदैन नि त। अनि किनेको पनि भइसक्छ, मैले खुवाएको छैन क्या घिउ चाहिँ। मैले यसरी नै बनाउँछु। 1 लिटर दुध ल्याएर 1 हप्तामा घिउ बनाउँछु क्या म चाहिँ यसरी नै। हजुरहरूलाई पनि यदि आइडिया छैन भने चाहिँ यो भिडियो हेरेर बनाउनु होला। यदि आइडिया छ भने त हजुरहरूलाई थाहा छँदैछ कस्तो मजाले कति छिटो बन्छ। मिक्सर धुने झन्झट पनि भएन, दिमाग खराब हुन्छ है भाँडा धेर भएर। अनि हेर्नु न यसरी नै बनाउँदै आएको छु मैले चाहिँ। हजुरहरू पनि ट्राई गर्नु होला। भिडियोलाई मन पर्यो भने सेयर पनि गर्नु होला। थ्याङ्क्स फर वाचिङ। यो चाहिँ हेर्नु न यति अब घिउ तताउँछु।